सो हे गाइज वेलकम बैक टू माई यूट्यूब चैनल। आज म जाँदैछु दैलेख गुराँस चाहिँ मैले चाहिँ भाइलाई रिक्वेस्ट गरेँ मलाई छोड्नका लागि। बाबुले चाहिँ ओके भने अनि पहिला सुरु मलाई जान पर्ने थियो ग्रीन पिस स्कुल, किनभने चाहिँ म मेरो स्कुलको स्टाफहरू टिचरहरूसँग जाँदै थिएँ। उहाँहरू चाहिँ रेडी भएर बस्नु रहेछ। अनि जाँदै गर्दा चाहिँ यो पहिलो क्लिप चाहिँ हाम्रो उहाँको चिसापानी ब्यारेक पोस्टको हो। अनि त्यस पछाडि यो चाहिँ हाम्रो गाडीको भिडियो, गाडीभित्रको हामीले चाहिँ रमाइलो गर्नका लागि मादल स्पिकर डिजे लगाएर गएका थियौँ। रमाइलो नै भयो। म चाहिँ धेरै एक्साइटेड छु, किनभनेपछि म 4 वर्षपछि सुर्खेत जिल्ला जाँदैछु। त्योभन्दा पहिला म नगरपालिका कोइलपुर नगरपालिका जोडेर कहीँ पनि गएकी थिइनँ। ल यो चाहिँ छिन्चुको बाटो बनाउँदै गर्दाको। अनि हामीले भेरीमा फोटो पनि खिच्यौँ। त्यस पछाडि हामी लायौँ सुर्खेत देउतीबचाइ मन्दिर दर्शन गर्नतर्फ। हाम्रो चाहिँ हजुरआमा बितेको जुठो थियो। हामीले चाहिँ अलि म चाहिँ यतै बसेँ अनि अरू म्यामहरूले चाहिँ पूजासुजा गर्नुभयो, भिडियो बनाएँ। अनि त्यस पछाडि हामी गयौँ नास्ता खान। हामीले चाहिँ सेलरोटी थाली सेट खाएका थियौँ। बबालै मिठो थियो, त्यहाँ सुर्खेतको एकदम मिठो। एक्सपेक्ट गरेको थिइनँ मैले त्यहाँ त्यति मिठो नास्ता पाइन्छ भनेर। अनि यो चाहिँ हामीले गाडी चेन्ज गर्न पर्ने भयो सुर्खेत बस पार्कदेखि, किनभनेपछि हाम्रो गाडीमा चार्ज त्यति धेरै थिएन। हामीले इलेक्ट्रिक भ्यान लिएर गएका थियौँ। अनि भिडियो गराउने दाइलाई फेरि मैले यति हामी बसेको क्लिप मात्र बनाइदिनु भनेको, दाइलाई चाहिँ फेरि आफ्नो गाडी एकदम मन परेछ। के अरे पुरै पाटपुर चाहिँ देखाउने गरी भिडियो बनाउनु भएछ। अब केही छैन, उहाँहरू चाहिँ हाँसिरहेको मेरो टिचर सिनियर टिचरहरू हुनुहुन्छ। अनि त्यस पछाडि यो सुर्खेतको बस पार्कको झलल हेर्नु सबैजनाले। अनि यो चाहिँ घन्टाघर हो। अनि त्यस पछाडि हामी चाहिँ गुराँसको पोइन्टतिर लाग्यौँ। अनि त्यस पछाडि गुराँस देखिन सुरु भयो। त्यस पछाडि त मनै हरर भयो। सबै बुटा रातै देख्दा त वा 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 भएको थियौँ। अनि हजुरहरूलाई सोच पनि आयो होला ग्रिन पिसको टिचर यति थोरै त होइनन्, कहाँ गए भन्ने भयो होला। सबै कारण व्यस्तताका कारण आउनुभएको थिएन। अनि चाहिँ हामीले खाना खाने रिसोर्टमा पुग्यौँ। हामी ड्याड्स प्राइड रिसोर्ट थियो। हामीलाई जाने बित्तिकै हामीलाई गुराँसको जुस सर्भ गर्नुभएको थियो। आफ्टर द्याट उहाँहरूले हामीलाई सर्भ गर्नुभयो तामा र भटमासको सुप। द्याट वाज भेरी टेस्टी है, मेरो त अझै पनि मुटुमै छ। अनि त्यस पछाडि म चाहिँ भेजिटेरियन भएको कारणले मैले चाहिँ सिम्पल भेज थाली मगाएँ। अरूले चाहिँ चिकन मगाउनु भएको थियो। अनि घिउ पनि हालिदिरहेको भिडियो रहेछ यतातिर, मैले चाहिँ देखाएँ। अनि हामीले चाहिँ स्टुडेन्टलाई सिकाउँछौँ कि प्रार्थना गर्न, हामीले नै प्रार्थना गरेर खायौँ। अनि रिजोर्टको अगाडि के गुराँसको बुट्टा रहेछ, मलाई चाहिँ कन्ट्रोलै भएन। मैले चाहिँ टिपिहालेँ, बाध्यताका कारणवश मैले कहिले छुँदा पनि छुँदिनँ। अनि एक्साइटेड भएर टिपेँ अनि यसो भिडियो पनि बनाएँ। अनि त्यहाँ रिजोर्टको मान्छेले चाहिँ मलाई एउटा ब्याग पनि दिनुभयो, यसैमा टिपेर लग्नुहोस्, देख्यो भने फेरि आर्मीले त्यही समाउँछ भनेर। अनि एकदम काइन्ड हुनुहुन्थ्यो त्यो रिजोर्टको मान्छेहरू, राम्रो थियो। अनि अब हामी त नक्कल पारेर गएको, के अरे चिसो हुँदो रहेछ थाहा भएन। पुरै हामी त लक 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 कामिरहेको थियौँ। यो चाहिँ हामीले सिस्नो किन्यौँ। अनि त्यहाँ हामीले किन्यौँ भन्नाले नि म्यामले घरमा बुवा आमालाई राम्रो लाग्छ भनेर लिइदिनु भयो। अनि उहाँले चाहिँ टिप्दै हुनुहुन्छ। अनि त्यस पछाडि मैले चाहिँ दाइलाई रिक्वेस्ट गरी गुराँस टिप्न पठाएँ बोरा पनि के भन्नु झोलामा। अनि म्यामहरूले चाहिँ मुनालाई मात्र टिप्दिने, हामीलाई नटिप्दिने भनेर उहाँ चाहिँ कस्दिनु भएको थियो 2 जना। तर कहाँ अब तराईमा हिँडेको मान्छे यति पनि पहाड कटाउन सक्नु भएन यो कुरा। अनि हेर्नुहोस् हाँस्नुहोस् पनि पोजिसन देखेर यहाँहरूको 2 जनाको ठिकै छ। अनि त्यस पछाडि हामीलाई मानु दाइले टिप्दिनु भयो। उहाँले चाहिँ फ्ल्याङ्किस पनि छोड्नु भएको छ है, सबैजनाले हेर्नु होला। अनि यो चाहिँ हाम्रो अब त्यस पछाडि चाहिँ हामी फर्किन लाग्यौँ। फर्किँदाखेरि चाहिँ एउटा दिजुले टिप्दिनु भएको थियो मलाई अलिकति गुराँस। अनि मैले चाहिँ मेरो स्टुडेन्टहरूलाई सबलाई मैले गुराँस ल्याइदिन्छु भन्ने थिएँ। तर बाटोमा सबैले माग्दा मेरो गुराँस चाहिँ भ्याइयो बाटोमै। अनि आउँदै गर्दा चाहिँ यो बाटोमा पुलिस मात्र देखेको थिएँ कि मैले, किन होला पुलिसहरू यहाँ यति धेरै बसेको भन्ने भएको थियो मलाई मनमा। तर त्यहाँ चाहिँ केपी हजुरबा आउँदै हुनुहुँदो रहेछ कि, मेरो आफ्नै हजुरबा केपी हजुरबा। अनि आउँदै हुनुहुँदो रहेछ। अनि त्यस पछाडि चाहिँ यो गाडीमा क्लिप हो। मलाई चाहिँ त्यो गुराँसको चिसो लाएर म चाहिँ यस्तो हालतमा थिएँ कि मैले त्यति धेरै क्लिप लिन सकिनँ। बनाउन चाहिँ मलाई राम्रै भिडियो बनाउनु मन लाग्थ्यो, यस्तो भएको थिएँ म। अनि बाबु चाहिँ मलाई लिन आएको थियो। भाइ यति हो। थ्याङ्क यू फर वाचिङ।